साथीहरू शुभ दिन। तपाईहरु आराम हुनुहुन्छ नि? म पनि आराम नै छु। आजभोलि अलिकति गर्मी छ। यो गर्मीको समयमा हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दछ भन्ने विषयमा मलाई लाग्छ। र साथै आज म एउटा यो आजभोलि प्रचलित अवस्थामा आएको जुन एक्सकाभेटर डोजर मेसिन छ, यो विषयमा केही कुरा भन्न मन लागेको छ। मलाई चाहिँ यो डोजर अति नै मन पर्दैन। किन डोजरको नाम सुन्ने बित्तिकै मेरो मन चिसो हुन्छ। किन होला साथीहरू, तपाईहरु भन्नुस् त। यो मेसिनले फाइदा भन्दा बेफाइदा बढी बनाउँदो रहेछ कि कसरी होला? तपाईहरु अनुमान गर्नुस् त। कुरा सहज छ। कुरा के हो भने यो मेसिनले भौतिक संरचना बनाउनका लागि विभिन्न भौतिक वस्तुहरू लगायत प्राकृतिक सम्पदाको विनाश गर्दो रहेछ। यसले त धेरै ठुलो असर गर्दो रहेछ नि, हैन? बाटो बनाउन, घर बनाउन, कुनै संरचना तयार गर्नका लागि यो मेसिन प्रयोग गरिँदो रहेछ। यो कस्तो मेसिन रहेछ? यसले त हाम्रो जीवनलाई नै असर पारिरहेछ। कसरी होला भनेर भन्नु होला। जब प्राकृतिक सम्पदाको विनाश हुन्छ नि, हाम्रो जीवनलाई पनि ठुलो नै असर पार्छ। यो कुराको चेतना चाहिँ सबैसँग हुनु पर्यो। यो मेसिनलाई हटाउनु पर्छ। मेरो व्यक्तिगत विचार। यसलाई हटाएर बढीभन्दा बढी मानवीय शक्तिको प्रयोग होस्। किनभने प्राकृतिक सम्पदाको संरचनामा पनि विनाशमा कमाउने, उनीहरूले रोजगारी नै पाउने। कसो साथीहरू, अहिलेलाई यति नै। धन्यवाद।